चाहिँ हाम्रो घर कुखुराहरू पनि खोर पस्न थाल्यो। मम्मी चाहिँ उहाँ बन्धन के टिप्नु भएको मम्मी? कोलबेडा बन्धन यहाँ चाहिँ छैन। मेरो खोर्सानी सिस्नोसँग खानालाई। हाम्रो घरको लुक्स हाम्रो घर हाम्रो भन्दा नि मेरो माइत घर पल्लो घर धुप्पीको बोट हाम्रो मम्मी मेरो मम्मी हैन यो थालमा के जति आरु अझै राखिराख्नु त्यो आरु अब भोलि खाने आज धेरै भयो। ओ फर्सीको डल्ला यता सुँगुरलाई चारो यो चाहिँ चर्बी है। फेरि त्यता अम्बकहरू पनि फल्न लागिरहेछ। सानो सानो बखर हुँदैछ। केराको बोटले भुइँ छुन्छ केराको पातले भुइँ छुन्छ लौ लौ माइचाङ लौ भन्छ। निनी निनी ओ निनी आउनु छिटो आउनु। आज चाहिँ हाम्रो घरमा निनीलाई खाना खुवाउने सिस्नो र थेपा मकैको भात खुवाउनु पर्ने छ पाहुनालाई। योसँग क्र्याप पारेर खाने हो। मम्मी के पकाउनु भएको? त्यो चाहिँ के बनाउनु भएको? अचार। ए सिस्नो मम्मीले बनाउनु भएको। यो चाहिँ मकैको भात थेप्ले हैन थेपा सिस्नो पाक्दैछ। दाल बनाएको। अनि यहाँ चाहिँ हाम्रो थालबटुको राखनधरन यहाँ चाहिँ थोरै मात्रै छ परा छ थालबटुकोहरू चाहिँ। यो चाहिँ मम्मी र बाबालाई मात्रै हैन। दुईजना त बस्नुहुन्छ है मम्मी? खोर्सानी यो पनि धेरै हुन्छ रे। मस्काउनु अल्छी लाग्छ रे मम्मीलाई हैन? यो साथीहरू गाइजहरू खानु भएको थियो कि थिएन? हाम्रोमा चाहिँ आज मकैको भात पाकेको छ है। खाने भयो है खाने भयो आउनुहोस् है। सिस्नो र मकै लु खाने त मम्मी कस्तो छ? सबैले ल टाढेबाट भयो भने भुँडी नदुखोस् है साथीहरू। हेर्नु खानु त मिठो छ एकदम। लाग्यो र हामी चाहिँ यहाँ मकैको भात अनि सिस्नो खाँदैछौँ। कस्तो छ नि? मिठो छ नि। तपाईँ भाउजूको अर्ग्यानिक खोर्सानी टाढेबाट भयो भने मुखमा पानी निकाल्नु होला। अनि यो खोर्सानी एकदम मिठो छ। यसरी टोक्दैछु गाइजहरू। म चाहिँ खानु बाँकी छ है। मिठो छ नि पिरो चट्ट। यहाँ मेरो चाहिँ यहाँ छ एकदम मिठो छ। यस्तै छ गाउँघरमा हाम्रो चाहिँ। हामी दुईजना चाहिँ पाहुना आमा पनि पाहुनै हो। ठुलो ठुलो थाल छ यहाँ पाहुनाहरूलाई। थाहा छ क्या उसलाई